तो हेलो दोस्तों सबैजनालाई सन्चै छ होला मलाई पनि एकदमै सन्चै छ अनि आज चाहिँ म यता लमजुङमा दाइको रुममा बस्दा बस्दा झ्याउलाएर एकछिन फ्रेस हुनको लागि म बाहिर निस्किरहेको थिएँ। अब के भयो हजुरहरूलाई त थाहा छ होला, मैले कुकुरलाई अब हानि कि हानिन के कस्तो भयो कुकुरको अवस्था टिकटकमा हेरेर आइसक्नुपर्छ होला युट्युबतिर हेर्नको लागि। अब पुरै भिडियो हेर्नु, इन्जोय गर्नु। ठिक छ नि, भएन भने फेरि जाऊँ ल। हेलो दोस्तों, म पनि यहाँबाट निस्किसकेँ। अब म सर र हावा खानको लागि लमजुङतिरको के कस्तो छ हेर्नु पर्यो। लमजुङतिरको ठाउँहरू दृश्यहरू कस्तो कस्तो पनि झ्यावै लाग्ने के। घर पनि बस्नै झ्याउलाएर यता दाइ भाउजूसँग आएको, यता नि कोठामा बस्दा झ्यावै लगाएर सर र हावा त खानु पर्यो। कति वर्ष दिनमा आएपछि हावा नखाने कुरा त भएन। कितना मजा आएगा। यस्तो रमाइलो छ ठाउँहरू यतातिरको। पहिला पनि आएको थिएँ म, रमाइलो छ ठाउँहरू। रमाइलो छ ठाउँहरू। मलाई पहिला नै मन परेको थियो पहिलोचोटि आउँदै। पहिला हामी यता क्यारम बोर्ड खेल्न आएको थियौँ, मैले पसार साह्रै रहेछ क्या। कपालै खेल्ने हो नि फेरि क्यारम बोर्ड त। त्यो लडा हेर्दाखेरि मात्रै आउँछ खत्रै हो। अलिकति खोलातिर जान पाइएन, अहिले दाइले भनेर खोलातिर पनि जानु पर्ने भएको छ। पहिला हामी यहाँ पनि आएको थियौँ बोर्ड हाल्न, धेरै गर्न आएको। त्यही हो लम्बी भोरेटार रानी पानी भनेर यसलाई भनिन्छ। फेरि बढी खेत रोप्दा रहेछन् क्या यता वरिपरि। ब्रेक कतिको छ? ब्रेक अलरेडी मेरो बाइकको जतिको चाहिँ छैन जस्तो लाग्यो। यहाँ पनि चेकिङ हुन्थ्यो, अहिले होइन त। यताको बाटो चाहिँ मलाई थाहा छैन है, यता म हिँडेको पनि छैन। यो चाहिँ कसको बाइक चलाएको भन्नु होला तपाईँहरूले चाहिँ। यो चाहिँ मेरो बाइक हो है, मेरो बाइक चाहिँ त्यहीँ छ। आयो 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 के आयो? पुल आयो। हामी पनि यहाँ पौडी खेल्ने पुल आइसक्यो। यो पुल देख्ने बित्तिकै मलाई पौडी खेलेको याद आउँछ कि। त्यतिखेर यो पुल पनि बनेको थिएन, हामी त्यता खत्रै रहेको कि। अहिले यो बाढीले गर्दा सब बालुवाहरू ल्याइसक्यो, बालुवाहरू ल्याएर बिजोग बनाइसक्यो। नत्र यहाँ बब्बाल थियो, पुल खेल्ने पौडी खेल्ने ठाउँ यहाँ बब्बालै थियो। मलाई थाहा थिएन कि, मैले सोचेको पनि थिइनँ कि। त्यही भएर म आफ्नै पाराले आफ्नै स्पिडमा हिँडिरहेको थिएँ। कुकुर त्यहाँ आउँछ भन्ने मैले सोचेको पनि थिइनँ कि, तर नसोचेको कुरा भयो। अब के गर्नु छ र, जान भएको होइन, गरी हुन्छ यस्तो। त्यही भएर के भन्न चाहन्छु भन्दाखेरिमा सबै बाइक राइडरलाई एकदम राम्रोसँग सेफ राइड गर्नुहोला सबैजना राइडरहरू जति। अब भिडियोलाई हेर्नु, यहाँ यो अब आउन लागिसक्यो। अब धेरै नबोलौँ, यहीँनिर यो के भएको हेर्नुहोस् अब सबैजनाले। कता हो त फेरि? ओ माई गड, देख्नुभयो साथीहरू, अलिकतिले 1 सेकेन्डको ढिलो भएको, 1 सेकेन्डले गर्दाखेरि त्यो कुकुर बाँच्न सफल भएको छ। तर लास्टैको मलाई नि यहाँ मुटु ढुक भएर कस्तो भइरहेको थियो कि त्यो दृश्य देख्दाखेरिमा चाहिँ। लास्टै एकदमै खतरनाक दृश्य हो। अब बाइक राइडरहरूलाई त थाहा होला त्यस्तो बेलीमा चाहिँ कस्तो हुन्छ भनेर चाहिँ। आफू चलाउने मान्छेलाई बाइक अरूले कसैलाई थाहा हुन्न के।
त्यही हो, अब कुकुरलाई अब केही पनि भएन, अब भएन होला, राम्रोसँग त हेरिनँ मैले, अलिअलि लागेको थियो कि थिएन त्यो पनि मलाई थाहा भएन। अब त्यही हो, अब चाहिँ बिस्तारै एकदम सेफ राइड गर्नुपर्ने भएको छ। अनि तपाईँहरूले पनि अलि राम्रोसँग चलाउनु होला। अब यस्तै हो, घरिघरि कहिलेकाहीँ हुन्छ। त्यही भएर सबैजनाले यसरी चलाउनुहोस् कि अब आफ्नो कारणले कसैलाई पनि हानिकारक नपुगोस्, त्यो हिसाबले चलाउनुहोस्। आफूले जति कन्ट्रोल गर्न सकिन्छ त्यतिको मात्रै स्पिड चलाउनुहोस्। हस् त, धन्यवाद सबैजनालाई फुल भिडियो हेरिदिनु भयो। यसरी नै मेरो नयाँ नयाँ भिडियोहरू आइरहन्छ, सबै भिडियोहरू हेरेर मलाई सपोर्ट गर्नुहोला। हस् त, धन्यवाद।